वेलकम टु माई ब्लग च्यानल हैन तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा। अनि आज गर्मी यति धेरै छ भर्खर छायातिर आइपुग्यो। अनि त्यहाँदेखि मेरो साथी चाहिँ यहाँ छ हैन, तर मेन फेस चाहिँ उसको जस्तै छ, सेम जस्तै छ हैन गाइज। उसको नाम चाहिँ अश्विन हो। अनि यो मान्छेमा तपाईहरुले कतिको चाहिँ फरक देख्नु भयो। अनि त्यहाँदेखि हैन साथी चाहिँ गर्मीले सुतिरहेको थियो हैन। अनि त्यहाँदेखि सुतिरहेको नि त ऊ, मैले उठाएर ल्याउँदैछु हेर्नुस्। अनि यो घामले चाहिँ डरेर ऊ कालो भएको हैन हैन। अनि गाइज केही कुरा भन्नुहुन्छ आफ्नो बारेमा? हेर्नु न हाँसी हाँसी छ, उसको नाम चाहिँ मेरो नाम अश्विन हो। नमस्ते मेरो नाम अश्विन लिम्बू हो है। अनि म चाहिँ एकदमै धेरै सोझी छु है। अनि उसले चाहिँ मलाई बिगारेको छ है है। अनि त्यही भएर तपाईहरुले प्लिज उसको च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला, किनभने यदि तपाईहरु पनि म जस्तै हुन चाहनुहुन्छ भने म जस्तै बिग्रिन चाहनुहुन्छ गु अबे छ्या त उ देखाउँदै रहेछ के गाइस। उसले हगेको है चाहिँ गाइस एकदम गर्मी छ हैन। यहाँ अलिक उयो छ, उफ गर्मीले म काले हुनुलाई चाहिँ। गाइस हैन मेरो गाउँतिर चाहिँ जापानी सुपारीको रुख छ है हैन। यो उसको गाउँ होइन है गाइजहरु, यो उसको गाउँ होइन है। यो उसको गाउँ हुँदै होइन, तपाईहरु भ्रममा नपर्नु होला प्लिज। मेरो गाउँ त अझै आउने बाँकी छ, तर गाउँतिरै हो यो। तर मेरो गाउँमा पनि सुपारी नै सुपारी नै सुपारी नै सुपारी नै सुपारी नै सुपारी छ। तपाईहरु आउनुभयो भने म तपाईहरुलाई खाँदै जाने सुपारी दिन्छु। मेरो घर भिजिट आउनुभयो भने नआउनुहोस् है उहाँको घरमा। तपाईहरु भिजिट आउनुभयो भने केही पनि दिँदैन तपाईहरुलाई। म दिन्छु नि, मेरो साथी झुट बोल्छ हेर। म तपाईहरुलाई सुपारी दिन्छु, सुपारी मनपर्छ भने हैन। अनि गर्मी छ नि त मेरो गाउँतिर, चिसो दिउ पनि ल्याएर दिन्छु। दिँदैन है, दिँदैन। आकाश अनि यो धरती अनि तिमी तपाईले आकाश देख्नुभयो यति क्लियर छ घामले टल्केर। यो मान्छेले आकाश देखाउँदैछ, पागल रहेछ है यो मान्छे। हेर्नुस् न मलाई यो मान्छेले पागल भन्दैछ। उहाँ पागल नै हो है, पागल नै हो। म पागल होइन, ऊ ओभर पागल हो मसँग भेट भएपछि। गाइस अब चाहिँ होइन थोरै शीतल आउँछ। अनि त्यो चाहिँ कस्तो छ भने यहाँ यस्तो छ होइन, उता चाहिँ लामो बाटो नगएको हामी सर्टकट बाटो हिँड्ने मान्छे हो नि त। अनि यो चाहिँ सिस्नो है, यसले चिल्यो भने तपाईँ करेन्ट लाग्छ भन्ने ओभरै साह्रो चिल्छ सिस्नुले, पोल्छ होइन। अनि यो चाहिँ यहाँ आउने फुलहरू पनि छ। यो चाहिँ घर छ नि त यहाँनिर एउटा चाहिँ कति अलिक शीतल शीतल ठाउँमा आएछ क्या। यहाँमा चाहिँ रुखहरू धेरै रोपेको छ। अनि मैले भने नि सुपारीको बोट यहाँ कति ठाउँमा सुपारी नै सुपारी छ भनेर। यहाँ हेर्नु उता पर पनि उयो के भन्छ नाली 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 भन्दो रहेछ म, बारीको डिलमा सुपारी रोपेको छ। अनि यहाँ अम्लिसो पनि छ। अनि त्यहाँदेखि उफ गाइस छैन, यस्तो गर्मी छ के भन्नु त, उफ गर्मी भइसकेको छ। अनि अहिले चाहिँ यो बास गरियो नि, तर पनि यहाँ गर्मी त गर्मी नै भइरहेको छ, तर उहिलेको भन्दा त धेरै नै शीतल भइरहेको छ होइन। अनि सर्ट भिडियो बनाएको, जहिले सर्ट भिडियो बनाउँछु भन्छ, लङ भिडियो बनाउँछु भनेर चाहिँ सर्ट भिडियो हुन्छ, सर्ट भिडियो बनाउँछु भन्दा लङ भिडियो हुन्छ के भन्नु। अनि अर्को कुरा चाहिँ के हो भने म चाहिँ त्यो चाहिँ त सर्ट भिडियो बनाउँछु होइन गाइस। अनि लङ भिडियो बनाउनलाई मसँग टाइमै हुन्न भन्दा पनि दिउँसोभरि टाइम हुन्छ, तर यस्तो घुम्न गएको छुइनँ गाउँतिर आएपछि होइन।
अनि गाउँको बाटो यस्तो हुन्छ। मेरो साथी अगाडि भ्लग बनाउँदैछ, उसको नयाँ च्यानलको, उसको पहिला नि अलरेडी च्यानल चाहिँ थियो, तर उसले त्यो च्यानल खै के भन्छ उसको, अनि फेरि च्यानल नयाँ बनाउँदैछ। अनि कति पछाडि म भ्लग बनाउँदैछु, त्यही भएर थोरै लङै हुन्छ होला। अनि के भन्न चाहन्छु भने तपाईँहरूलाई मन पर्यो भने, अनि के भन्छु गाइज, के भन्छु गर्मीले मैले केही सोच्नै पाएको छैन। अनि यो चाहिँ हाम्रो गाउँ भन्दा नि यहाँ गाउँ जाने बाटो सर्टकट हो। अनि मेरो गाउँ पनि त्यति ठुलो छैन, सानो छ मेरो गाउँ, सानो ठिक्कको। उफ गर्मीले पसिनै पसिना भइसक्यो, हेर्नुहोस् गाह्रो छ मलाई। हामी चाहिँ होइन उसको घर आइपुगिसक्यौँ। अनि मेरो भ्लग चाहिँ यति नै छ। भ्लग चाहिँ के बनाएको भने धेरै गर्मी भएर बनाएको है, यहाँ हेर्नु घाम। अनि उसको घर यहाँ उ त्यो है धानबारी फल्नु लागिसक्यो, पाक्नु लागिसक्यो धान। ओके बाई बाई। त्यहाँ फेरि यो गर्मीमा चिसो चिसो खाएर बस्नु होला, नत्र गर्मीले मर्नुहुन्छ। ओके बाई बाई। मेरो युट्युब च्यानल लाइक सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला।